यसले ऐतिहासिक शक्ति स्वरूप बालरश्मि द्वय जात्रा चुकुदु जात्रा छोले महालक्ष्मी देगन द्वयत तान्त्रिक रूप पूजाइना खटे बिजाका यसलाई तिथि थासे चाहेका पूजा फेका जात्रा जुगु खा यसलाई तिथि थासा चाहेको हेको द्वयत कायगुन्दनी एङ्गुको खा तिथि कारण याना श्री पेदतक दिनाचुङ्गो जात्रा छुँद निसे निरन्तर सञ्चालन याचुङ्गो दु
34 वर्षदेखि रोकिएको यो जात्रा आज 4औं वर्षमा सञ्चालन हुँदैछ र हामीले यो जात्रा मात्र होइन, यो पायो जात्रा पनि झन्डै 28 वर्ष बन्द भएको पनि सञ्चालन भएरै आएको छ र हामीले हाम्रो संस्कृति जिउँदो रहन्छ, हाम्रो सम्पदा जिउँदो रहन्छ भने हामी जिउँदो रहन्छौँ, हामी रहन्छौँ, हाम्रो पहिचान रहन्छ। त्यो कारणले हामीले यो संस्कृतिलाई जगेर्ना गरेर जानुपर्छ भन्ने उद्देश्यले सम्पूर्ण आदरणीयको सहयोगले यो जात्रा सञ्चालन भएको छ। त्यस कारणले म सम्पूर्ण आदरणीयलाई मुनि मुनि धन्यवाद दिन चाहन्छु। श्री महालक्ष्मी खेदाते विश्वकर्मी रूपेण केदातेको भाषा खेदा मनकामी रूपेण केदातेको एजा चिसाप थियो महिमा युकेदु थरासा नभा यन लागा विस्तार जोडले खेदा मण्डलाकार रूपे विभिन्न अष्ट मातृगत छ घेरेना थियो यन लागा विकास याउला वो अष्ट मातृगत छ रूप थ महालक्ष्मी न ख एरिया तो महालक्ष्मी जात्रा वो 34 वर्ष तक दिना चाहिँ उके जब समाज पालो अले महालक्ष्मी व्यवस्थापन कानुनी मंगा खलो अले थोरै थियो पुजारी खला टक्कु जना चाहिँ चिसो चाहिँ 34 वर्ष लुपा हाम्रो छुटा सुधारे यात्रा चाहिँ तालाउ त मतलब नचन खवला 28 वर्ष लिया चाहिँ गु बोलीले प्याउ पाए यात्रा अथे दिना जो ख उइदन चिसो जब समाज चिसकल जना चाहिँ चिसो पाए देन तिगा त तालाउ गला आया चिसो फिदा निरन्तर त जनाइ कि बाबु उके लागि चाहिँ जस्तै थरे बालकिन थाले भौतिक पूर्वाधार त tangible heritage रहेगा भाई उठन intangible heritage रहेगा भाई तो जात्रा पर्व तो मध्य चिसो लगाउने माइलो ठिकै नै नगरपालिका यथेष्ट बजेट माग थाले intangible heritage को जोड़े लागि उचितै हमारी खण्डसे आगुको यो पुरातका तो जात्रा यो उत्तरोत्तर प्रगति व कति रूप सफलताहरू काम गर्छ आफै पछिल्ला सभा जमारा थेतथुई जात्रा सञ्चालन यात गुहाली यापिन्त छगु ज्याजो याना सम्मान यागु ख महत्वपूर्ण रूपमा स्थापित जातिको छ अमूर्त जात्रा त अमूर्त सम्पत्ति रूपमा जो जात्रा त त्यसो निरन्तर रूपमा हकिमा हो जम्मासियो जिम्मेवारी खत वास्तविक झुट पहिचान झुट संस्कृति ख त्यसो झुट पहिचान देखाएको लागि झुटको जात्रा पर्व त छिसा नियन्त्रण रूपमा झाकीमा हो जम्मेसियो जिम्मेवारी खत यसले ठुलो जात्राको ठुलो हिसाब अत्यन्तै धेरै वाला सुथाको लगा लगे लागे मका खलन कागोलले मका खलन कोशिश चाहते बोटो यो त हाना छ यो सुबा देशासे हिन्दुना देशासे चिकुसा नदेको ठुक कर्म खत तो जात्रा त संरक्षण को जिम्मेवारी चिकुसा निर्वाह नदेको खत ठुकै लागि सरकार वही हिसाब चला सस्ते माधुरी जिता लगे जो तना सरकार जीवो संघीय सरकार अथवा हुम प्रधानमंत्री को दुलो अले वे प्रदेश सरकार अले जी स्थानीय सरकार तको केन्द्र सरकार दो तर संघीय सरकार झुटो संस्कृति सम्पदा संरक्षण खासमा अमर सम्पदा संरक्षण लागि वो हिसाब छिसे लगे चाहिँ माको ओकै लागि सरकारी पाठ्यक्रम यथेष्ट खुलासा लगानी यामा रहते जे आगे यासे चिकित्सा वो मेहनत पूर्वक जाता झका दिएको उसके लागि हाना सको यो सुगा देशा से जाता लागि अचेतको लागि निवेदन भ्याएको होला वो कथा चाहिँ नि स्वाबोल लना पार्टी बाबुकाजी मर्दिन जियाता नै नागिना छैन जात्रा छिगो परंपरा यो कुटा है बिना हाम्रो सुरु जुगो तो जात्रा अझ सत्य अझ भव्य ढङ्गले यहाँकी मागु गरिएको एकै लागि विभिन्न टोल पत्रिका समुदाय पत्रिका सक्रिय सहभागिता लागिन सायद संस्कृति सम्पदा महत्त्वपूर्ण हो यदि जात्रा संस्कृति सम्पदा मर्यादा भाषा कुछ एकतामा भइनको यो कारण चाहिँ पहिले भएको संस्कृति भएको छियो एकतामा प्रतीक छ ठुलो लङ्गा ठुलो ठुलो मगा भएको छियो एकतामा मनाचिएको छ
यो कारण सकुशल जात्रा तो महालक्ष्मी धर्म छुदा छे सक्शन लक्ष्मी मरेको मगा तो महालक्ष्मी धन सम्पत्ति देवी रूपमा छिसा माने अले नबला बजे शक्ति प्रति तो पृथ्वी तो शक्ति प्रति भी रूपमा छिसा माने नसो निष्ठ धाइले माधु जीमा छिजने चाहिँ निष्ठु जीमा महिला तो शक्ति न दो महिला शक्ति मरेको चाहिँ छे जीमा समाज जीमा परिवर्तन जीमा गरेका महालक्ष्मी शक्ति प्रति भी रूपमा चाहिँ बिहाजहरू नबला बजे थोरै दिन दान नहुने दिन छ अन्यमाथि न्याय जीत जीव दिएको कारण सही चीज जो सम्पत्ति धनीपट्टि देवीहरू छ जो शक्ति देवीहरू छ जो न्याय देवीहरू छ चाहिँ महालक्ष्मीको जितेको छ एकदमै श्रद्धा वा आस्था देवी महालक्ष्मी छ त्यही कारण शिक्षा नै आस्था हो श्रद्धा पूर्व शिव महालक्ष्मी पद जात्रा मानेर अत्यन्त जरुरी हो लम्मा क्या झुटा देनी अन्य गुरु श्री राम कल्याण लम्मा क्या झुटा देनी गुरु राजेश दगड़ो थियो तो हनप लम्मा क्या झुटा देनी ललितपुर महानगरपालिका वडा नम्बर 5 विकास मानिस थियो प्रतिनिधि सभा सदस्यले छन्मति खया थियो हामीले रघुनाथ नजिक भेट्न पनि त्यो सबै छन्मतिमा सबै नाम आउँदैन